हेलो गाइस, वाट्सएप वेलकम टु माई न्यू ब्लग। अनि होप यु फाइन अनि सबैजना सन्चै हुनुहुन्छ होला। अनि अहिले चाहिँ मैले भर्खरै यहाँ वर्कआउट सकेर नआएर निस्किसकेको छु। मामु अहिले चाहिँ यहाँ 1 बज्न आइसकेको छ। ल गाइस, अब यसो भोक लागेको छ। अब आज किन्न आँटेको म कस्तो घाम लागेको आमा आज। ला दोकान पनि बन्द रहेछ। दसैँ आयो क्या हो आन्टीलाई। अनि हजुर के गर्नुहुन्छ हौ? ठिक छ हजुर। हाम्रो त लागिहाल्यो जुठो। दसैँ मनाउनु मिल्दैन रहेछ। ल सुन्छु ल, हाम्रो साइड के छ भन्दाखेरि हाम्रो बाबापट्टिको जुठो लागेर दसैँ मनाउनु मिल्दैन। अब के गर्नु भइरहेछ हामीले चाहिँ आज लुगा किन्न जाउँ भनेको। ल गाइस, अब चाहिँ पहाडहरू जानु पर्छ आज दिनको लागि। ए भाइहरू तिमीहरू चाहिँ कहाँबाट आएको दसैँ टिका लगाएर? तिमीहरूलाई दसैँ लगाइसकेको आमा। ल तिमीहरू चाहिँ कहाँ हिँडेको? मैले त ओइ भाइ यहाँ न, मैले आज सपनामा क्या आशिषलाई देखिरहेको थिएँ यहाँ आएको। साँच्ची त आएको छैन अहिलेसम्म। आलु त किन्न आएको तर प्याजी मात्रै भेट्यो। अब एउटा प्याजीले काम चलाउनु पर्छ। म चाहिँ घर आइसकेको छु। एउटा मात्रै आयो प्याजी। अब म खाना खान्छु। मैले चाहिँ अहिले खाना खाइसकेको छु। एकछिन बसिरहेको थियो। अब दाइको ड्रेसिङ गर्नु टाइम आइसकेको छ। ल गाइस, अहिले चाहिँ हामी यहाँ फादर सन चाहिँ अब दसैँ सपिङ गर्न जाँदैछौँ। ल गाइस, अब चाहिँ हामी यो दोकान जाँदैछौँ। ल गाइस, अहिले चाहिँ हामी यहाँ लुगा किनिसकेको छौँ। अब चाहिँ हामी घर जान आँटेको छौँ कफी खाएर। गाइस, हामी लुगा चाहिँ त्यही भात ढोलिनुको अगाडि किन्यौँ त। अनि हामी दाइ कलर गार्ड बनाउनु भएको छ। यहाँ दाइ कलर गार्ड हुन्छ। अनि गाइस, आज चाहिँ म किन खुसी छु भन्दाखेरि हाम्रो 3जना दाइ काठमाडौँबाट आइसक्नु भएको छ। र हिजो नि फेरि एउटा दाइ आउनु भएको छ। फेरि दाइ पनि खतरा गिटारी छ कि, त्यही भएर मलाई अलिक मनपर्छ क्या दाइ। खतरा गिटार बनाउँछु। दाइको आमै छ स्टुडियो। अनि उसो भाइ तँलाई के भयो भन्न? दाइले कुट्यो भनेको? भाइ तँलाई कसले कुट्नु भयो अरे? यसो रुदाइ कस्तो क्युट देख्छ। उसको फोटो खिचेको त हाम्रो बिकेन दाइ आउनु भएछ। बिकेन दाइ लगाएर अब चाहिँ म एकछिन होमवर्क गर्छु। अब यतिकै टाइम पास गर्नु गर्छु। लगाएर मैले चाहिँ एकाउन्टको होमवर्क गरिसकेको छु। चाहिँ अब म एकछिन दोकान बस्छु। लगाएर अब चाहिँ म भिडियो खिच्न जान आँटेको छु। मेरो सबै सामानहरू रेडी भइसकेको छ। सेटअपहरू तपाईँहरू देख्न सक्नुहुन्छ होला। मेरो ठुलो मम्मी नमस्ते। सन्चै हुन्छ नि तपाईँ? के गर्नु हुन्छ अनि? आउनु न बाहिर गफ गर्नु हल्का फुल्का। अब मोबाइलमै नहुनु न इन्ट्रेस्ट। ए चार्ज गरी हुन्छ ठुलो पनि त्यसरी नखेल्नु त। तपाईँको मोबाइल धेरै तातिरहेको छ कि यसरी फेरि मोबाइल पड्किनु सक्छ क्या। यसरी नखेल्नु बरु। न बरु राख्नु राख्नु। हामी खाना खाइसकेको छौँ। यहाँ दाइ पनि हुनुहुन्छ। ल गाइस, अब आजको भ्लग चाहिँ म यतिमै अन्त गर्छु। अब हजुरहरू मन पऱ्यो भने लाइक सब्सक्राइब गर्नुहोस् होला। अनि म अब यसरी नै भ्लग कन्सिस्टेन्सी हाल्नु खोज्छु। बाई, गुड नाइट।